कार्यक्रममा छु। शेरबहादुरलाई जसरी बलजफ्ती निष्कासन भनेर उनीहरूले अहिले गरेका छन् त्यस्तै त हाम्रो पार्टीमा नि गर्न खोजेको थियो नि त। कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ, यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो। धेरै साथीहरूले मलाई छुट्यो भने के भने पार्टी फुटाउन हुँदैन, पार्टी फुटाउन दिँदैन, यो ठिक होइन भनेर पार्टी जोगाइयो। मिटिङको लर्को भएर 3:30 बजे सिद्ध्याएर 4 बजे म सुत्या हो, अघि राति मात्र। त्योभन्दा अघिल्लो राति 3 बजे सुतेको, त्योभन्दा अघिल्लो राति 3 बजे सुतेको, 3 बजेभन्दा अगाडि नसुतेको धेरै दिन भइसक्यो, धेरै दिन। 1 बजे त सुतेकै छैन। रेलको कुरा मात्रै गरेनौँ, रेलको लिक बनायौँ, रेल ल्यायौँ। हामीले चलाएको रेल आफ्नै रेल हो, आफैले ल्यायौँ। अहिले बिगारेर इन्डियन रेल चलाएको देखिन्छ जनकपुरमा, आफ्नो बिगारेर थन्काइदिए। म कमरेडरलाई भन्न चाहन्छु, अघि राति मात्रै 3:30 बजे मिटिङ सिद्ध्याएर, मिटिङको लर्को भएर 3:30 बजे सिद्ध्याएर 4 बजे म सुत्या हो, अघि राति मात्र। त्योभन्दा अघिल्लो राति 3 बजे सुतेको, त्योभन्दा अघिल्लो राति 3 बजे सुतेको, 3 बजेभन्दा अगाडि नसुतेको धेरै दिन भइसक्यो, धेरै दिन। 1 बजे त सुतेकै छैन। अस्ति नै प्रधानमन्त्री निवास छोडेर अर्कै मुकाम बनाएर आर्मीको सुरक्षामा बसेका बेला अलिक समयमा सुतिन्थ्यो, समयमा उठिन्थ्यो। त्यसबाहेक समयमा सुत्ने भन्ने प्रधानमन्त्री हुँदाखेरि सुत्न भ्याइँदैन थियो। काम त त्यसरी नै गर्नुपर्छ। अब साथीहरूको माया नलागे होइन, माया लाग्छ, तर 3 मिनटभित्र कुरा सिद्ध्याउनुहोस् त भन्नै पर्ने हुन्छ, किनभने अर्को ग्रुप बसिरहेको हुन्छ। 10 जना मान्छेलाई 3 मिनट 4 मिनटमा कुरा सिद्ध्याएर पठाउनु पर्ने हुन्छ। त्यो अहिलेको परिस्थितिको बाध्यता हो। हामी हमलाको बिचमा छौँ, आक्रमणको बिचमा छौँ, विरोधीहरू लागेका छन्। काङ्ग्रेस पार्टीमा अहिले जे भएको छ हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए। 1 वर्ष अगाडि नै महाधिवेशन गरेर हल्ला भ्रमहरूको तुवालो चिरेर शेरबहादुरलाई जसरी बलजफ्ती निष्कासन भनेर उनीहरूले अहिले गरेका छन् त्यस्तै त